3-4 दिन काम गरेँ 50,000 रुपियाँ कमाएँ। कस्तो सुन्दर दृश्य देखिन्छ हेर त क्यामेरामा हेर न ल्यारी ल्यारी हेर न ल्यारी कस्तो सुन्दर दृश्य देखिन्छ हेर त यो त म युट्युबमा राख्छु ओ माझी रे तेरा किनारा अनि के रे तिर्छु हाम्रो त मम्मीले एकदमै कडाइ गर्नुहुन्छ एकदम हाम्रो सुरक्षित थियो हाम्रो सुरक्षित थियो के गर्नु पर्यो पखन एकछिन एकछिन म यो भिडियो युट्युबमा अपलोड गर्छु र मैले के थम्बनेल राख्छु भने यसमा के तपाईँले बेगनास्ताललाई यो स्वरूपमा कहिल्यै हेर्नु भएको थियो यो कोणबाट कहिल्यै हेर्नु भएको थियो यसरी कहिल्यै हेर्नु भएको थियो है म त्यो थम्बनेल राख्छु कि र मलाई लाग्छ होइन म केही अमेच्योर रूपमा आफ्नो पर्सनल मोमेन्ट्सहरूलाई
आर्काइभ जस्तो पनि हुने होइन र आफूलाई हेर्न मन लाग्दा तुरुन्तै हेर्न मिल्ने त्यस्तो केही बनाऊ भनेर मैले युट्युबमा भिडियो राख्ने हो होइन। अब तर पनि त्यसो भने पनि फेरि भ्युजको लोभ पनि आइहाल्दो रहेछ कि होइन। अनि भ्युज आएन भनेर दुःख पनि लाग्ने कि। अब हेर्नुहोस्, ओहो कस्तो सुन्दर दृश्य देखिरहेको छ यहाँबाट हेर्नुहोस् त। अन्नपूर्ण लमजुङ हिमालको अगाडि बेगनास ताल छ है। ल हेर्नुहोस् यो भ्यू, वाउ जस्ट वाउ के है। अब म फेरि यो त्यहाँ माथि गइरहेको ढुङ्गाहरूलाई नजिक ल्याउन चाहेँ है। है कस्तो राम्रो देखिने के त्यो ढुङ्गाले बिस्तारै चालेर, अनि त्यो चाल्दाखेरि ढुङ्गाले पैदा गरेका ती छालहरू, छालका इमेजहरू है। यहाँ हेर्नु न यी ढुङ्गाहरू है देखिन्छन्। यस्तो यो पनि सुन्दर लाग्ने है दृश्यहरू यहाँ छ। ल हेर्नुहोस् टक्क अलिकति माथि क्यामेरा लगायो भने फेरि यस्तरी हिमाल देखिन्छ हेर्नुहोस् है। हिमाल आज अलिकति धुमिलो छ, त्यही भएर हिमाल अलिक टाढा देखेको छ र अलिक प्रष्ट छैन, सार्फ छैन यसको हिमाल होइन। अनि अब यो त भइ नै हाल्यो। ल अब यही बेगनास लेक लेखेको यो बोर्डलाई नजिक ल्याउँदै म यो भिडियो अन्त्य गर्न गइरहेको छु। बेगनास लेक, के तपाईँले बेगनास ताललाई यो स्वरूपमा कहिल्यै हेर्नुभएको थियो? जाऊ जाऊ।